हेलो सबैजनालाई नमस्ते गुड मर्निङ। आजको मेरो यात्रा मोरङ टु सर्लाही हुनेछ। सबैजनालाई मेरो रोशन युट्युब च्यानलमा स्वागत गर्न चाहे। यस्तो दामी मौसम छ कि कुरै नगरौँ। नेपाल हो है, प्रकृतिको धनी। यस्तो दामी छ, मौसमले दामी साथ दिएको छ। सबैजनाले हेर्दै हुनुहुन्छ भने माया गरिदिनु होला मेरो मिनी युट्युब च्यानललाई। अनि यस्तो दामी मौसम हिँड्न पाएको छु। अनि यो पुल अहिले बाटोहरू पनि म पहिला चाहिँ मिर्चाई हुँदै बर्दिबास निस्किन्थ्यो। आज चाहिँ म यता हाम्रो कटारी निस्केर भिमान हुँदै जाने प्लानिङमा छु। बाटो दामी छ भन्यो, अनि त्यही भएर यहाँ चाहिँ कुनै पनि बाटोमा कच्चीहरू छैन, त्यही भएर राम्रो छ भने यही बाटो हिँडेको। अनि आज म अब कटारीको नजिक पनि आइपुगिसकेको छु। यस्तो दामी मौसम छ, मलाई कसम धेरै लोभ लागेको छ यो मौसमदेखि देख्दा चाहिँ। अनि फाइनल्ली म कटारी आइपुगिसकेँ, यो कटारीको पुल। अनि यहाँबाट अब म लेफ्ट लाग्छु भिमान हुँदै। म आज सर्लाही जाने प्लानिङमा छु। फाइनल्ली भरतताल आइपुग्यो, यो चाहिँ भरतताल। अनि भरततालमा चाहिँ आज खाजा खाएर जाने प्लानिङमा छु। यो चाहिँ भरतताल हो। सबैजनाले हेरिदिनु होला, रोशन युट्युब च्यानललाई सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। सबैको दिन राम्रो